भ्रष्टाचार र व्यथिति विरुद्धको कथावस्तुमा बनेको चलचित्र झरीपछिको इन्द्रेणी आज प्रजातन्त्र दिवसको अवसरमा बालेन शाहको युट्युबमा रिलिज भएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मले सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनलाई पनि चित्रण गर्छ। आसन्न प्रतिनिधि सभा निर्वाचन आउन 2 साता बाँकी रहँदा फिल्मलाई युट्युबमा सार्वजनिक गरिएको हो। निर्देशक पाँडेका अनुसार मुलुकको समय र सन्दर्भको कारणले दर्शकमाझ फिल्म रिलिज गरिएको हो। यो चेतना जगाउने चलचित्र हो। फिल्म मार्फत भए पनि हामी नागरिकलाई सुशासन र न्यायको पक्षमा चेतना जागृत गर्न चाहन्छौँ उनले भने। फिल्मलाई युट्युबमा ल्याउने यो उचित समय भएकाले पनि हामीले रिलिज गरेका हौँ। 4 पुसदेखि हलमा रिलिज भएको फिल्मले उत्कृष्ट प्रतिक्रिया पनि प्राप्त गरेको थियो। चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी लगायतको भूमिका छ। यो फिल्मको ओएसटी गीत आम नेपाली बुवा पनि बालेनको च्यानलमा रिलिज भएको थियो।